नमस्ते सबैजनालाई। आज चाहिँ मलाई दुईटा केकको अर्डर आएको छ। एउटा चाहिँ कोरियाबाट अनि अर्को चाहिँ मेरै साथीकोबाट। कोरियाबाट दाइले चाहिँ आफ्नो मम्मी बाबाको एनिभर्सरीको लागि 2 पाउन्डको केकको अर्डर गर्नुभएको हो। ल अब सुरुमा चाहिँ दाइकै केक बनाऊँ है त। केकमा आइसिङ गरिसकेपछि ह्याप्पी एनिभर्सरी मम्मी बाबा लेखिदिए। त्यसपछि सानो सानो हार्ट बनाइदिए सबैतिर। तल पनि डिजाइन दिँदैछु। र हाम्रो केक यस्तो भएको छ। र अर्को केकको डिजाइन चाहिँ नेक्स्ट भिडियोमा आउँछ। कमेन्ट गर्नुहोला। धन्यवाद।